सो अलराइट यो विकको फर्स्ट इन्ट्री मैले लिइसकेको छु आज। अनि यो इन्ट्रीको लजिक चाहिँ सिम्पल छ। 5 मिनट चार्टमा हेर्ने भने यो जुन हाम्रो मुभ भयो 9:30 पछि त्यसको 50% मैले ताने अनि ठ्याक्क 50%मा रियाक्ट गर्ने बित्तिकै ट्रेड लिन्छु सोचेको हो होइन। यहाँ ग्याप पनि छ ओभरल्याप गरेर आएको यो ठुलो ग्याप होइन। यो ग्यापलाई तानेर यहाँनिर चाहिँ मैले इन्ट्री लिएको छु सेल इन्ट्री। टार्गेट चाहिँ मेरो अनुसार चाहिँ मेरो एनालाइसिस अनुसार चाहिँ प्रिभियस डेको लोसम्म जानुपर्छ आज होइन। अलराइट सो टिपी चाहिँ हानिसकेको छ मेरो आजको इन्ट्रीले चाहिँ होइन। सो यही आज एउटा मात्र इन्ट्री लिन्छु होला म। अनि त्यहाँबाट चाहिँ के भयो आज भन्दाखेरि यही इक्विलिब्रियमलाई नै हेरेर मैले इन्ट्री गरेको हो। अनि टार्गेट चाहिँ आजको लो हो होइन। सो मलाई चाहिँ जहाँसम्म लाग्छ प्रिभियस डेको लोसम्म चाहिँ जान्छ जस्तो लाग्छ। त्योभन्दा अगाडि एकछिन रिट्रेसमेन्ट नै हुनसक्छ जे नै हुनसक्छ। सो मैले अघि भने जस्तै प्रिभियस डेको लोमा चाहिँ ट्रेड गरेँ होइन। सो ट्रेड लिने नै हो भने पनि अघि नै त्यो ट्रेडलाई नै होल्ड गरेर चाहिँ ठिक हुन्थ्यो। बट ठिकै छ आजको प्राइस एक्सन एकदम राम्रो छ। लेट्स सी अब भोलि के हुन्छ होइन।